हेलो गाइज, आज चाहिँ हामी वकिङ गर्न गएको होइन बिहान बिहान। मलाई टक्क मेरो चेतन भाइ के छ सब ठिक छैन होइन। चेतन भाइ र म गएको वकिङ गर्न बिहान बिहान जानुपर्छ नि। माथि काली पाण्डे पुगेर आउनुपर्छ म र चेतन भाइ। गाइज बिहान बिहान चिसो छ के गर्नु, अब वकिङ त गर्नै पऱ्यो, स्वास्थ्यको लागि राम्रो हुन्छ नि। पुग्छौँ माथि त चेतन भाइ यहाँ चाहिँ पछाडिपट्टि त्यो घरबाटि आएको। हेलो गाइज, आज चाहिँ टक्कै चाहिँ हामी माथि गएको होइन टक्क वकिङ गर्न जानुपर्छ नि। हामी टक्क वकिङ गर्न नि के गर्नु, माथि माथि पुग्नुपर्छ काली पाण्डे भनेर म र चेतन भाइ बिहान बिहान टक्कै चाहिँ आज चाहिँ मन्दिरमा पुग्यो होइन। मन्दिरमा किनकि अब वकिङ गर्ने बेला बिहान बिहान भगवान्लाई ढोक्नै त पर्छ होइन। भगवान्लाई ढोक्नै ढोक होइन, चेतन भाइ नै ढोकिरहेको छ। अनि यो चाहिँ हेर्नु त कति बवाल। म चाहिँ उता चाहिँ पुजारी हुनुहुन्छ, पुजारी बाजे। म चाहिँ यता चाहिँ मन्दिर ढोगेर आएको। अब जानुपर्छ माथि त्यहाँ हाइकिङ गर्न जानुपर्छ। के गर्नु बिहान बिहान जानैपर्छ, चिसो हुन्छ के गर्नु। आज चाहिँ चट्टै पुग्नुपर्छ माथि। चेतन भाइ नि टक्क भ्लग बनाइरहेछ, चेतनलाई पनि सब्सक्राइब गर्नु। चेतन गुरुङ हान्नु, खतरा खतरा डेन्जर हाल्छ होइन। भाइ चाहिँ चट्टै राम्रो हाल्छ के गर्नु। म चाहिँ यतिर दौडिरहेको छु, चेतन भाइ नि दौडिरहेको छ। आज चाहिँ हेर्नु त चेतन भाइ कस्तो दौडेको हेर्नु त गाइज। हेलो गाइज, आज चाहिँ हामी चिया खाएको होइन टक्कै चेतन भाइ र म डुलुन ल्याएको छ। खानुपर्छ नि डुलुन। चेतन भाइ नि भलक टक्क बनाइरहेछ, खाइरहेछ हामी चट्टै होइन। अब खानुपर्छ चाहिँ मलाई राम्रो लाग्छ कि फेरि चिया। हेलो गाइज, अब आन्टीलाई चाहिँ पैसा दिनु पऱ्यो होइन। चिया खाएर त पैसा दिनु पऱ्यो नि। टक्कै अब खासै त्यो पैसा छैन। आएछ गाइज 1000 रुपियाँ रहेछ नि मसँग, टक्क 500 रुपियाँ। आन्टीले चाहिँ टक्क पैसा दिनु भएन, 400 रुपियाँ दिनु हो। अब चाहिँ जानु लाग्यो हामी अब टक्क हाइकिङ गर्न। हेलो गाइज, हामी चाहिँ माथि आएको। अब चाहिँ टक्कै माथि आएको होइन। पुग्नुपर्छ माथि, अब के गर्नु पुग्नु पऱ्यो नि गाइज। हेलो गाइज, अब चाहिँ हामी चाहिँ यो झारी साइड गएको होइन। झारी साइड जानुपर्छ नि टक्कै। अब बिहान बिहान टक्कै मैले बाघ बालुवा त मार्छ नि फेरि यार। बिहान बिहान टक्कै गर्नु कोही नि छैन साथमा, म र एउटा मेरो चेतन भाइ छौँ। टक्कै हिँड्नुपर्छ अब। हेलो गाइज, अब चाहिँ पानीहरू चाहिँ भेट्यो होइन। माथि अङ्कल टक्कै दाइहरू पनि हाइकिङ गरेर आउनुभएको रहेछ। हामी चाहिँ अब टक्कै हाइकिङ गरेर माथिसम्म पुग्नुपर्छ। किन पुग्नु पऱ्यो नि अब टक्कै मिलाएर गाइज। टक्कै चाहिँ आन्टी चाहिँ आउनुभएको रहेछ होइन। आन्टी कहाँसम्म पुगेर आउनुभयो भने आन्टी त आजको लजाएको कत्रारी गाइज पुगेन। हेर्नु त गाइज सनसेट कति बबाल आएछ, राम्रो आएछ सनसेट। पुसअप गर्नलाई जोसमा टक्कै बसेको छु गाइज। गर्छु म पुसअप टक्कै मिलाएर कति सक्छु थाहा छैन होइन। अब गर्छु पुसअप, अब कति सक्छु 1 2 3 4 5 6 7 8 9। हेलो गाइज, मैले चाहिँ कति ठ्याक्कै 30वटा सकेँ होइन। अब चाहिँ म रनिङ हान्छु होइन। अब टक्कै मिलाएर रनिङ अब हान्नु पऱ्यो नि गाइज। अब के म चाहिँ रनिङ हान्नु गइरहेको छु है गाइज। ल त सक्नुहुन्छ रनिङ चाहिँ खासै त हान्दैन होइन, ठिकै हान्छु रनिङ गाइज। अब यत्तिकै रनिङ त हान्नु त पऱ्यो नि। अब छोरो भएपछि अब माथि माथि पुग्छु होइन। अब टक्क बालीले भिडियो टक्क बनाएको छ चेतन भाइले। माथि पुगेर टक्क फेरि फर्किन्छु होइन। माथि अब फेरि तल हान्नुपर्छ नि गाइज। गाइजको मैले हानिसकेको होइन। अब लु गाइज, अब चाहिँ चेतन भाइ हान्न आएको छैन। मेरो भन्दा डेन्जर हान्छ क्या चेतन भाइ। 40 पुसअप हान्छ कि टक्कै चेतन भाइले पुसअप हानेर। अब चेतन भाइले खतरा हान्छ नि फेरि डेन्जर हान्छ। अब फाइनली चाहिँ टक्कै अब घर जान्छौँ होइन यो प्लेस हानेर। ल गाइजहरू लाइक लु गाइज, अन्तिमचोटि हेरेपछि लाइक कमेन्ट सब्सक्राइब गर्नु प्लिज।